जन्मस्थल चाहिँ म्याग्दी जिल्ला दाना। बाबा नन्दबहादुर पूर्जा, आमा पूर्णकुमारी पूर्जा। अहिले आमा चाहिँ हुनुहुन्न, लास्ट इयर बित्नुभयो। म्याग्दीमा जन्मे तापनि मेरो दाजुहरू ब्रिटिस गोर्खामा भर्ती हुनुभयो। उहाँहरू भर्ती भएपछि चाहिँ अब हामीले त पढेन राम्रोसँग, भाइ र बहिनीलाई चाहिँ पढाउँ भनेर चाहिँ हामी दाइहरूले चाहिँ हाम्रो चितवन सार्नुभयो। अनि म चाहिँ अब एसएलसी पास गर्ने पढेको सबै चितवनदेखि। म बच्चा हुँदैदेखि मेरो एउटा मात्र त्यतिखेरको एम चाहिँ लाहुरे हुने थियो होइन, ब्रिटिस गोर्खा, किनकि हाम्रो लागि एकदमै ठुलो कुरा थियो त्यतिखेर। अनि बच्चैदेखि म चाहिँ लाहुरे हुने। पहिला चाहिँ डक्टर हुनु मन लाग्थ्यो 3-4 कक्षासम्म। त्यसपछि अब दाइहरू फ्यामिलीकाले इन्फ्लुएन्स पऱ्यो भनौँ न। अब दाइ त्यतिखेर अब दाइहरू छुट्टीहरू आउँदाखेरि अब होइन, अब फेरि अब फिट हुन्छ नि त मान्छे, अब लाहुरेहरू फिट, अब उनीहरूको त्यो रहन सहन देखेपछि मलाई पनि त्यतैतिर जानु मन लाग्यो। 30 वर्षको उमेरमा फर्स्ट टाइम म नेपाल आउने प्लान गरेँ ट्रेकिङको लागि। किनभने म ब्रिटिस गोर्खा मात्रै होइन, म स्पेसल फोर्सको मेम्बर पनि हो। 200 वर्षको हिस्ट्रीमा पहिलो नेपाली जुन त्यो कोर्स पास गर्ने व्यक्ति थिएँ म त्यतिखेर। एकदमै हाई प्रिभिलेज जब हो भनौँ न। त्यसले गर्दाखेरि त्यहाँ चाहिँ अब गर्दाखेरि वर्ल्ड वाइड नै घुमिन्छ। घुम्ने आधारमा चाहिँ अब मान्छेले कहाँबाट आयो भन्दाखेरि अब नेपाल भन्दाखेरि कति साथीभाइहरूले एभरेस्ट देखेछ भन्ने खालको क्वेसन आयो। त्यसले गर्दाखेरि एभरेस्ट आफ्नो देशको हेर्नै जानु पर्यो भनेर एकचोटि आएको। त्यतिखेर एकदमै मैले दोर्जे खत्री, हाम्रो मिगमादेवीको दोर्जे खत्री हुनुहुन्थ्यो गाइड। अनि उहाँले चाहिँ के गर्नुभयो भने उहाँसँगको त्यो जर्नी चाहिँ एकदमै राम्रो भयो। अनि इभेन्चुअली ट्रेकिङ गर्न आएको भए पनि हामी चाहिँ लोबुचे इस्ट चढ्ने प्लान गऱ्यौँ। तर हामी लोबुचे चढ्ने भनेर प्लान गरेपछि उहाँले अब त्यो लोबुचे भिलेजमा क्राम्पन लाएर घाँसमा प्र्याक्टिस गरेर हामी चढ्यौँ भनौँ न। मलाई के फिल भयो भने त्यतिखेर मेरो अनेस्ट चाहिँ म स्पेसल फोर्समा काम गरेको भनेको के अरे हाम्रो सरल रूपमा भन्दाखेरि जेम्स बोन्डले जे गर्छ रियल टाइममा, म फिल्ममा म चाहिँ हामी चाहिँ त्यो रियल टाइममा गर्ने हो होइन। माथि राति पुरा स्काई डाइभिङ गर्नेदेखि लिएर तर सबमरिनको पाइलटदेखि लिएर होइन, सानोतिनो मान्छेको अपरेसन, मेडिकल अपरेसनदेखि लिएर म सबै गर्छु भनौँ न। त्यतिको लेभलमा काम गर्नुपर्ने हुन्छ। देशको जियो पोलिटिक्स बुझ्नेदेखि लिएर तपाईँले अब हस्टेज रेस्क्युको टप मिसनहरू सबै गर्नुपर्ने हुन्छ। त्यस्तो काम गर्ने अनि गर्दाखेरि आफूलाई के लाग्छ भने आफू चाहिँ इन्भिन्सिबल लाग्दो रहेछ क्या। मभन्दा ठुलो कोही छैन, मैले जे पनि गर्न सक्छु। हुन त अब त्यो